भगवान, तपाईँ कति कठोर भइदिनुहुन्छ, तपाईँ कति निर्दयी भइदिनुहुन्छ अनि भाग्य पनि कस्तो कस्तो लेखिदिनुहुन्छ। यदि बाटो अधुरो हुन्छ, बाटो अपुरो हुन्छ र जिन्दगीको यात्रा बीच बाटोमै रोकिन्छ भने प्लिज भगवान भाग्य नलेखिदिनुहोस्, किनकि भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्छ भने जस्तो यो संसारमा जन्मिनुभन्दा नजन्मिएको बेस हुन्छ। जब मैले आमालाई गुमाएँ, यो संसार मेरो लागि सकियो जस्तो लाग्यो। कता कता मैले सुसाइड गर्ने पनि कोसिस गरेँ, तर म मेरो परिवारको लागि बाँच्नुपर्छ, मेरो छोरीको लागि बाँच्नुपर्छ भनेर म फेरि जसो तसो बाँचिरहेँ। मेरो आफ्नो छोरीको मुहारमा मेरो ती मायालु आमाको अनुहार झल्झल्दी देख्थेँ र म छोरीको अनुहार हेरेरै म बाँचिरहेको थिएँ अनि छोरीलाई हर सक्दो माया गर्थेँ, प्रेम गर्थेँ। तर आज त्यही माया मेरो लागि धेरै भएछ भगवान, तपाईँलाई, किनकि मैले छोरीले प्रति गरेको माया तपाईँलाई धेरै लागेर नि आज यो संसारबाट मलाई तपाईँले उठाइदिनु भयो। कसरी म भनौँ, हे भगवान, म केही समय बाँच्न चाहन्छु। मेरो छोरीलाई म अझै केयर गर्न चाहन्छु अनि मेरो श्रीमतीको साथमा बस्न चाहन्छु, किनकि यो संसार म बिना उनीहरूलाई कति गाह्रो हुन्छ, कति कठोर हुन्छ। हे भगवान, मैले गल्ती के नै गरेको थिएँ? जब म इन्डियन आइडलको सिङ्गिङ सोमा भाग लिन गएँ, तब म नेपाली हो, मैले नेपालीपनलाई माया गर्नुपर्छ अनि मेरो रगत रगतमा नेपाली पुर्खाहरूको रगत छ भनेर संसारभरको नेपालीहरूलाई एउटै थुङ्गामा मैले गाँसेँ, एउटै मालामा मैले गाँसेँ। आज यसैको सजाय दिनुभयो मलाई। बीच बाटोमै तपाईँले उठाएर लानुभयो। म बोल्न सक्ने अवस्था छैन, मेरो कुनै शब्दै छैन। अनि संसारलाई हामी नेपाली हो, हामीले आफ्नो देशप्रति माया गर्नुपर्छ र जुनसुकै ठाउँमा बजे पनि हामी नेपाली हो, हाम्रो कला संस्कृति जोगाउनुपर्छ भनेर मैले आह्वान गरेँ। त्यही नै मेरो लागि भुल भएछ, त्यसैले त तपाईँले मेरो भाग्य छोटाइदिनु भयो, मेरो आयु छोटाइदिनु भयो। अनि नेपाली गीत सङ्गीतलाई माया गर्दै धेरै गीतहरू गाएँ। त्यसमा मेरो देशको, मेरो ठाउँको, मेरो भाषा, संस्कृति सबै समेटेर गीत गाएँ र आफ्नो देशलाई मैले ठुलो योगदान दिएँ। तर त्यही योगदानको तपाईँले आज मलाई बीच बाटैबाट स्वर्गवास गराइदिनु भयो। गुनासो त तपाईँसँग हजारौँ छ। यदि स्वर्गमा तपाईँलाई भेटेँ भने अवश्य भन्छु, किन यति छोटो आयु लेखिदिनु भयो हे भगवान, किन यति छोटो समय मलाई दिनुभयो? न आमासँग म लामो समय बाँच्न पाएँ, खुसी हुन पाएँ, न मेरो श्रीमती अनि मुटुको टुक्रा मेरो छोरीसँगै म न त लामो समय बस्न पाएँ। म बेगार अब मेरो परिवार के हुन्छ होला? म टाढा छु, टाढा गइसकेँ। कसरी म मेरो परिवारलाई भन्नु, मैले धेरै माया गर्छु तिमीहरूलाई। जब जब सम्झिन्छु तब तब तिमीहरूको याद आउँछ, तिमीहरूलाई देख्छु, तर तिमीलाई केही गर्न सक्दिनँ नानी।
न त तिमीसँग बोल्न सक्छु न त तिमीसँग हाँस्न सक्छु। हे भगवान्, तपाईँ यति निर्दयी हुनुहुन्छ भनेर मैले सोचेकै थिइनँ। हुन सक्छ भने सपनामा भए पनि मेरो परिवारसँग मिलाइदिनुहोस्। परिवारसँग एकपल्ट त मिलाइदिनुहोस्। तपाईँको यो निर्दयीपनलाई मैले केही भन्न सकिरहेको छैन, किनकि यति छोटो आयु नै लेखिदिनु भएको रहेछ। नानी, म जुन भनेर तिमीलाई टाढाबाट हेर्छु, तिमी सधैँ असल मान्छे भन्नु अनि मलाई धेरै दुःख नदिनु। के गर्नु, हाम्रो भाग्यमै यति रहेछ। यति छोटो समयमा हामी छुट्नु पर्ने रहेछ। तिमी टुहुरी भयो, तर जस्तो छौ जे छौ तिमी सधैँ खुसी बस ल। मेरो आशीर्वाद छ नानी, तिमीलाई मेरो आशीर्वाद छ। यो जन्म यस्तै भयो, अर्को जन्म म तिमीसँग लामो समय बिताउनेछु छोरी, लामो समय।